नमस्कार सबजनालाई। आज चाहिँ हामी जावलाखेल स्थित जूमा आइपुगेका छौँ र यहाँ श्री 3 जुद्ध शमशेरका भाउजू कर्णकुमारीको पूर्ण कदको शालिक र यतापट्टि चाहिँ त्यो पर देखिएको त्यहाँ चाहिँ एउटा बाल उद्यान बालबालिकाहरूको खेल्ने ठाउँ र यहाँ अत्यन्तै मनोरम दृश्य। यतापट्टि चाहिँ सुन्दर प्रकारको एउटा फुल पनि फुलिराखेको र नजिकै एउटा सानो पोखरी र सबैतिर यसो हेर्दाखेरि यो एउटा चाहिँ हाम्रो घुम्नै पर्ने ठाउँ जस्तो यो जू क्षेत्रमा चिडियाखानामा हामी आएर विभिन्न प्रकारका प्राणी वनस्पतिहरू चराचुरुङ्गी लगायत मुख्य गरी बाघ हात्ती र गोहीको त्यो घडियाल जातको गोही, त्यसै गरी हिप्पोपोटामस र त्यसै गरी गैँडाहरू सबै प्रकारका आफूलाई इच्छा लागेका अथवा कौतूहलता जागेका प्राणीहरू पनि यहाँ देख्न पाइयो। धेरै खुसी लाग्यो। तपाईहरु पनि एकचोटि आइदिनुस्, हेर्नुस्। धेरै रमाइलो हुन्छ। टाइम पास गर्न पनि अत्यन्तै सहज हुँदो रहेछ। धन्यवाद।